नमस्ते सबैजनालाई। आज चाहिँ हामी जाँदैछौँ समुद्रतिर। रेडी हुँदै हुनुहुन्छ। आज चाहिँ नयाँ ठाउँमा आएर भ्लग बनाउँदैछु गाइज। कोरियाको छुङछम नाम्दो भन्ने ठाउँमा हामी चाहिँ अहिले 14औं तलामा छौँ। यो 14औं तलामा बसेको पनि लगभग 2-3 दिन भयो है। जियोस् यहाँ साथीहरू रेडी हुँदैछन्। अब हामी जान्छौँ नि होइन दिपक सर? अब हामी निस्किन्छौँ। समुद्र हेर्छौँ गएर विशेष आजको। हजुरहरूलाई पनि देखाउँछौँ, हेर्दै रहनु होला। कस्तो हुँदैछ सर? प्रशान्त ठिक छ नि? रमाइलो भयो। रमाइलो भएर ल है गाइज, हामी चाहिँ समुद्र हेरेको गाइज। समुद्र जाँदैछौँ। आज अलिक घुमिएको दिन भए तापनि हामी घुम्नलाई जाँदैछौँ। हाम्रो गाडीको स्पिड एकदमै रफ्तारमा छ गाइज। अर्कोले टप लाड्दैछ। फाइनली गाइज हामी आइसक्यौँ समुद्रमा। छुङछङ फुक्दोको समुद्रमा छौँ हामी अहिले। जियोस् मौसम अलिक धुमिएको भएर त्यति धेरै रमाइलो त देखेको छैन, र पनि फर्स्ट टाइम आएको भएर मलाई त रमाइलो लागिरहेको छ गाइज। ल है गाइज, ल है गाइज। दिपक सर केही जाओस् न, केही जाओस्। तस्बिर आफै बोल्छ गाइज। तस्बिर आफै बोल्छ है त। मैले चिन्दिनँ केही मान्छे। फोटो सेसन भइरहेछ दिपक सरको। समुद्रका छालहरू आइरहेको छ। सक्छ त कसैले, सक्दैन नि फेरि। अब हामी रमाइलो हेर्दै हेर्दै हामी परतिर लाग्यौँ होइन दिपक सर? अब परतिर लाग्दैछौँ। पानी हल्का छिटाको अवस्था छ, र पनि हामी घुम्न छोडेका छैनौँ, हामी रमाइलो गर्न छोडेका छैनौँ। जोस् धेरै टाढा पो आइएको छ त हामी त, होइन सर? धेरै टाढा पाइसकेको छ त घरदेखि हेर्ने अन्त है। गाउँघरदेखि हेर्ने अन्त कम टाढा आयौँ त। यस्ता टाढा सात समुद्र पारी आएर पनि हामीले रमाइलो गर्न छोडेका छैनौँ होइन।
कामहरू गरिन आइरहेछ। यता किनारै किनार हामी उता परतिर लाग्दैछौँ। उता चाहिँ यसो डुङ्गा चढ्ने ठाउँ रहेछ। डुङ्गा चढ्नेहरूलाई हेर्छौँ। हामी त खै चढ्छौँ, यहाँ चढ्दैन मलाई यसो हेरेर रमाइलो गरेर रहेछ। मेरो कालो कालो निक्लिन्छ हामीले लडेर सन बन्छ गाइज। हेर्दै रहनुहोस् है गाइज। भए जति तिम्रो माया। हाम्रो 3 जनाको यात्रा हो यो। भ्रमण गर्दैछौँ गाइज। 3 जनाको भ्रमण आजको राम्रै भयो भनौँ, राम्रै हुँदैछ। 용진아, 정말 용건이는 했어. 하나만 주워봐. 안으로 서. 아니, 아빠가 낮아가지고 그런가, 아빠가. 어이구, 이거라. 막손 높게. 먹었지? 얘들아 여기 이거 바닥에 있었어. बकुला बकुला त बापरे 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 बहुत 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 सारे। बापरे बापरे बापरे। ये क्यों आयो, ये क्यों आयो? यो अनका अनका ओहो। अब हामी कता जान्छौँ दीपक सर? हेलो दीपक सर, हाम्रो गाइड चाहिँ उहाँ नै हुनुहुन्छ। हामी अब कता जान्छौँ त? अब हामी डुङ्गातर्फ लाग्छौँ। लडी छ, हामी अब डुङ्गातर्फ लाग्छौँ है गाइस। यहाँबाट हेऱ्यो, हामीले अवलोकन गऱ्यौँ, रमाइलो लाग्यो। यो फोटो पनि खिच्यौँ। अब हामी यस्तै लाग्छौँ गाइस। के हो यार? ओ भिडियो हान्दैको नि यो फोटोमा झ्याप्पै ह्यान्डसमलाई त अनि भिडियोले पनि राम्रै क्याप्चर गरिहाल्छ। हामी यहाँनिर फोटो खिचेर हामी यसै हामी आइसक्यौँ। यतातिर बाटो लागेको, यतातिर हेर्छौँ हामी। फेरि अलि अलि गर्दा गर्दै
रमाइलो छ हौ गाइस। यो चाहिँ कोरियाको छुङछङ नाम्दो भन्ने ठाउँको समुद्र हो यो यो समुद्रको नाम के हो दिपकजी? हजुर ओइमोक माउल वेमोक माउल अरे वेमोक माउलको बिच हो यो। हो एकदम बिच बिच हेर्दै यस इन्जोय गरिरहेको छौँ गाइज होइन? एकदम रमाइलो भइरहेको छ। एकदम रमाइलो भइरहेको छ। यस गर्लफ्रेन्ड लिएर आउने पर्ने खालको ठाउँ रहेछ हुन चाहिँ अर्कोचोटि आउँदा लिएर आउनु होला। होइन छैन छैन गर्लफ्रेन्ड गर्लफ्रेन्ड छैन बुढी छ। हो के गर्नु गर्लफ्रेन्ड नहोस् के गर्नु गाह्रो छ। साथी भाइको के गर्लफ्रेन्ड छ कि छैन हौ? छ गर्लफ्रेन्ड छ छैन? उहाँको चाहिँ गर्लफ्रेन्ड छैन अरे बुढी छ। कता जाने हामी अब? हामी चाहिँ यतातिर डुङ्गा चढ्ने ठाउँतिर आएको छौँ। बल चाहिँ खोल्दैछन् मान्छेहरू। डुङ्गा चढ्ने ठाउँतिर त्यता भित्रतिर हुँदै हुँदै यतातिर हामी बल्छी खेल्दो रहेछ यहाँतिर रहेछ धेरैले। नक्सी आधा गर्छ नक्सी आधा। ओ दिपक सर हामीले नि बल्छी खेलेर ल्याएको भए माछा मारिन्थ्यो होला यसो दारूसँग खानालाई हुन्थ्यो होला। शीतल हुन्थ्यो नि यहाँ बल्छी पो ल्याएन र हामीले। नक्सी आधा गर्नु गजब हुन्छ नि त यहाँतिर नक्सी। बल्छी खेल्ने ठाउँ के त विशेषता यहाँको विशेषता भनेको बल्छी खेल्नु। यतातिर चाहिँ खै के रहेछ हौ? ओ दिपक सर हेलो। साथीहरू माछा मारेको हेर्नुमा व्यस्त भयो। छुरी फुल्ची भनेर के सम्बन्धित व्यक्तिभन्दा अगाडि अरू मान्छे त्यता जान्न भने खेल्ने ठाउँ रहेछ यो। बडो रमाइलो रहेछ। ओ दिपक सर उता परतिर जानु मिल्दैन क्या? ए त्यही त नि जान नमिल्दो रहेछ क्या। अन्त त म झन्डै छिरेको अलिअलि यसो पनि हेर्ने गर्नुपर्ने बोर्ड हेरेर नत्र भने सर र वहीँ पुग्नु बेर लाउँथिनँ मैले। यो चाहिँ यो के भन्छ यसलाई दिपक सर? यो डुङ्गै हो? ह्याङ हो के रहेछ? वेमोकहाङ के गरे अब खासमा? जियोस् यहाँ चाहिँ माछा मार्नलाई बल्छी लिएर आउँदा चाहिँ गजब हुने रहेछ। यस्तै छ गाइस। नाक्सी आँदा फुत्त फाल्दाखेरि नाक के अरे आँखा फुत्त निकाल्नु छ नि त। उसले हान्दैछ हान्दैछ बल्छी मारेछ नि कि पारेछ सानो 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 मार्दै रहेछ केटाहरूले। यो केटाकेटीहरूले मार्दै रहेछ है केटाकेटीहरूले होइन? यो केटाकेटीहरूले माछा मारेको हेरिराख्ने हामी कता जाने अब? दिपक सर जाँटा जाँटीहरूले माछा मारेको माछा पाएको त्यसले एउटा यो माछा यो माछा मार्ने यो माछा मार्ने नै हो सर? के हो
के बल्लाएर तानेको थियो होइन क्या तारेन क्या मारेछ तर सानो आज सानो छ्यास अब हामी जान्छौँ होला है के कसो गर्ने दिपक सर हामी कसो गर्ने अब निस्किन्छ होला बिस्तारै बिस्तारै पानी पर्ला जस्तो छ है जोस् अँध्यारो छ मौसम चाहिँ आज यो चाहिँ हाम्रै गाउँघरतिर त डाँडा जस्तो छ होइन ल हामी चाहिँ मासतिर निक्लेको है गाइज फेरि एकचोटि हेर्नु समुद्र ओ सरी के छ है त अब हामी जुम गरेर हेर्छौँ जब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ तिम्रो मिलनको आँसुमान अँध्यारोले सताउँछ हिँडेको गाई छ पानी पनि छिटाउनु थाल्यो रमाइलो गर्दैछ पछाडि मान्छेहरूले अब हिँड्दै जाने हो गाई परसम्म त्यसपछि हामी बस चढेर लाग्छौँ त्यसपछि भोलि बिहानै खोसोक बस चढेर फेरि हामी सौलतर्फ लाग्छौँ गाइस अनि त्यहाँबाट त्यतितिर पनि हामी भिडियो बनाउँदै जान्छौँ खिच्दै हेर्दै भनौँ न जस तपाईँहरूलाई यसपालि छुङछङ नम्दो भन्ने ठाउँमा का भ्यूहरू हाल्नु न देखायौँ अब अरू ठाउँ गएको ठाउँमा पनि म भिडियो खिच्नेछु गाइस हेरिदिनु होला उताबाट आउँछ है गाइस गाडी 120 नम्बरको कस्तो भयो प्रशान्त आजको रमाइलो हो दामी 5 मिनट कुर्नु पर्यो ल 5 मिनट भनेपछि यहाँको फ्लावरहरू हेर्नुहोस् गाइस फ्लावरहरू हेर्नुहोस् मलाई फुल मन पर्छ मलाई धुन मन पर्छ मलाई जुन मन पर्छ भन तिमी के दिन्छौ फुल दिन्छु म त्यो जुन दिन्छु म पिरतीको मिठो धुन दिन्छु म प्रशान्तको अरू मान्छेहरूमा आने ना तपाईँले थाल्दिनुहोस् न मलाई यसको अलि लिरिक्स आउँदैन क्या त्यो सकिएको अरू मान्छेहरूमा तिमी एक मान्छे भेट्दा संसार नै भुल्ने मान्छे संसार नै भुल्ने मान्छे मान्छेहरूमा तिमी एक मान्छे अब अरू त नहाल्नु भयो यति नै हाल्नु यति नै ल तपाईँको केही छ कि यसो केही छैन म मन बसिरहेको छु ल गाइस यस्तै छ गाइस रमाइलो हुँदा हुँदै आजको दिन पनि लगभग जानै लाग्यो है होइन त सर आधा के अरे अब लगभग साँझ दिन ढल्किसकेको छ गाइस अब लगभग साँझ पर्ने स्थिति भइसकेको छ अब हामी गाडीको पर्खाइमा छौँ हामी चाहिँ गाडी चढेर